रेस्पेक्टेड वे नेपाली जनताले धेरै आशा गरेछन् यसपालि हामीबाट, तपाईबाट पनि आशा गरेछन्, हामीबाट पनि आशा गरेछन्। र यसमा पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र गल्ती हाम्रो भयो भने हामी सुधारौँला, गल्ती तपाईबाट सुधारौँला। किन यो भेदभाव कति गर्ने हामीले, यो कति हेर्ने, नेपाली जनताले कति सहने र यसलाई अहिले आएर कसैको पीडालाई राजनीतिकरण गर्ने कसैको पीडाले, यस्तो त गर्नु भएन नि हजुर। यो त इस्यु होइन नि त। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईहरु मलाई भन्नुस्, त्यो सानो नानीको लास माथि राजनीति गर्ने को हो त्यतिखेर? त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व, नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। म बुझ्छु यो कुरा, तपाईहरुको प्रश्नहरू म बुझ्छु, तपाईहरुको धेरै क्वेशन्सहरू छ, तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको। विश्वास गर्नुस्, मलाई ढाट्नु आउँदैन। म पहिलादेखि भन्छु मलाई ढाट्नु आउँदैन, मलाई ढाट्नु मन लाग्दैन। र अहिले यस्तो गरिमामय सदनलाई मैले ढाट्दाखेरि मलाई पाप लाग्छ। म सारा नेपाली जनतालाई ढाटिरहेको हुन्छु, म यस्तो ढाट्नु मलाई मन लाग्दैन। जी हो, यही हो यथार्थ। तपाईले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीले मलाई आएर घेरेर बस्छ भनेर?